चलाइदिनु मेरो मोबाइल चाहिँ बिग्रेको छ त्यही हो है अब त्यो दही पनि लाउनुपर्छ त खासमा नबस्नु भयो यता अर्को किचन पो उठाउनु आउँछ होइन त्यहाँ पनि राम्रो होइन जेम्सलाई भने ए फुल खोइ यहाँ राखिदिनु फुल चाहिँ चाहिँदैन नि भगवान्को नाउँबाटै ल्याएर चलाइदिनु न अब धुप हाल्नु खोइ लाग्यो यो लाइटर किनेर मलाई भयो नि 3 रुपियाँको 1.5 रुपियाँ सल्किन्छ त्यति भयो दुर्गा भवानी हेर नि राति रात हरिहरको लाग्ने त्यसमा बाल्नु के गरे नि दुईटा है पिस्किया होला खोइ हेर नि यो देखिए तो बोलिए यसलाई उता राखिदिनु भयो अब चल्ने ठाउँ छैन अब के प्लास्टिक बोल्नु नि त्यो चार्जरमा टिका लाउने अब हात फिट पुऱ्याउनु पनि नै अब अब पहिला भगवान्हरूलाई सम्झेर टिका उ गर्नु हो है टिका चढाउनु यहीँ सम्झेर चढाइदिनु यो लगाइदिनु यो लगाइदिनु भगवान हो सबै भगवान्लाई जे हो नि यहाँ भगवान्हरूलाई पहिला गरिदिनु छुट्याइदिनु न हाम्रो भगवान् यो पात चाहियो नि पात यहाँ यही पात राख्नुहुन्छ है बाबा आउनु त्यहीँ राखिदिनु हुन्छ हुन्छ त्यहीँ गर्नु तपाईँले त राम्रो के ए यहाँ के अरे यहाँ भइरहेको फोटो भिडियो भइरहेको त त्यो मैले त फुलै राखेर हुन्छ यहाँ कुरामा त ठिकै छ त पर्फुले के कता हामी ल भगवान् क्षमा गरिदिनुहोस् हामीले कुनै नियम विधि विधान केही गरेको छैन भगवान्हरूलाई नवदुर्गालाई सम्झे मात्रै हो है यो उता फर्क नि होइन त्यति फर्क तपाईँ लाउनु अब टिका भगवान् के यहाँको टिका त ठ्याक्क नगरिने के कस्तो टिका यो यसकै माथि लाउने हो कि यसको अलिक माथि लाउने होइन त्यही सँगै लाउने त्यही माथि लाउने त्यही माथि लाउने हो अब मलाई मैले प्रसाद दिनै पर्दैन नि
बग्यो पानी राखेको थिएँ त्यही दही र चिउ बोकेर राखेको भए हुन्थ्यो नि दही राखेको हो सिनी राख्नु पर्छ भइगयो होइन कि ठ्याक्क नटासिनु छ कि यो होइन अब नेपालको त कस्तो मजा है कति एक हप्तासम्म बस्छ र त्यो पुण्याइदिनु पुण्यदेखि कहिले निस्किँदैन एक हप्तासम्म बस्छु त्यस्तो हुन्छ ल अब जेम्स ल होइन भाउजूले हो नि पहिला खै त्यो पानीले दाइले भाउजू लगाइदिनु लुगा लगाइसक्यो रुमाल राख्नुपर्ने थियो के ल टिस्यु दियो त छोरो छोरो बसेर त उता लुट्यो किन तेरो तल टिका लगाइदिनु मलाई लाउनु दियो। पहिला भाउजूले लाग्यो बाउलाई लगाइदिनु हो कि टिस्यु चाहियो कि बाबु? तपाईँहरू दुईजनाले यहाँ टिस्यु देखेन ए त्यो लुगाहरू भयो ओछ्याउनु पर्थ्यो क्या छोड्दै यहाँ लाग्यो भनेको कस्तो पो अब त दाइ उठेको बेला दाइले दर त लगाइदिनु उठेर लाउनु नि त त्यही त भाउजू बस्नुहुन्छ बस्नु होइन हो त्यसरी तपाईँ त्यहाँ बस्नु हामी यसरी न्युनी बस्नेर लगाइदिनु भने बसेर लाउने हामी यसरी लाउँछु कि यहाँ सोफा छ है पो त्यसरी लाउने भयो भने ल के आशिष दिन त आउँदैन ल के धेरै खुसी रहनु झगडा माथि यहाँ दिनु माथि माथि लाउने हो कि लगाइसक्यो क्या फेरि? माथि लाउनु न होटै माथि हो नि ठिकाना हुन्छ केटी मान्छेलाई माथि हो भगवान्ले दही चाहिँ चलाउनु भएन क्या यो भगवान्ले त्यो भगवान्ले त चढायो भगवान् त्यो भगवान् भन्नु है अब एउटै भगवान् हो सबै लगेपछि त्यो भगवान्ले चढायो भगवान् ढिलै हो नि आज पैसा चाहिँ नलिकन टिका लाउनु बस्यो हामी जेम्स मेरो उति सेतो ब्याग निकाल त पैसा दियो भने आशीर्वाद दिनु त्यहाँ त दुईवटा मात्रै छ तपाईँसँग कति छ बाबु निकाल डबल सेतो जग्गा यहीँ छ त छोरा मेरो सेतो जरा हाने बाबु मलाई पैसा त कुनै नहुनु त्यस्तो यो बस एटिएम चलाउने बानी भयो मेरोमा छ त बाबुले मैले दिनुपर्छ तिमीलाई होइन कति हो ल तिमीलाई 5 रुपियाँ भन्दा पनि नहुने यो तँलाई दिने हो क्या त मलाई पर्दैन पुगिहाल्छ एकदम भगवान्ले रक्षा गर्नु टिका लागेको खिच्यो बहिनीलाई ल्याइदिनु होला नि त पहिला पहिला लाउने अनि पालैसँग यसमा पानी धेरै भएछ कि रातो होला पानी लाग्यो अलिकति उ गर्ने मात्रै हो नि त्यसमा त्यहाँ रुमाल छ त मोहनीले बनाएन भने है कहाँ मुनि गर्ने देवा यहीँ छ त हँ? ए उडी कता हो तिम्रो दायाँ बायाँ देब्रेपट्टि लाउने अनि थोरै लाग्दैन अब ढ्याप्पै पारिदियो शीतल हुन्छ हजुर दुर्गा भगवान्ले रक्षा गरौँ सबैजना दिदी खिच्देऊ सर बरु
अलि फर्स्ट क्लास फोटो खिच्दै आउनु दाजुबहिनीको होइन फर्स्ट क्लास उल्टो भएन गर्छ त खिच्छ लाग्छ केही छैन यसको निधार चाहिँ के थाप्ने खालको रहेछ यो माथि अलिकति ठ्याक्क खाल्डो परेको छ यो है खाल्डो भएको यसो लाग्यो यस्तो कि यता गएको क्या हाम्रो चाहिँ यस्तो ठाडो छ तिम्रो चाहिँ यस्तो छ क्या ठ्याक्क भाग्यमानहरू त्यस्तो हुन्छ अरे राष्ट्रिय भाग्यमानी भाग्यमानी भगवान त छ नि जुन देश हो त्यो देशमा गएको छ है अनि हुन्छ कुरा पनि जहाँ हुने त्यही भएको छ होइन सबै छ नि सफलता हुनु नै त्यही भाग्यमानी हो कि रोक्न लाग्नु भाग्यमानी हो होइन र आशा त यसपालिको ल मनले चिताएको कुरा होस् मेरो काम सफल होस् ए पैसा है? कपाल छ खै फेरि हुन्छ फेरि। छोरी लगाइदिन्छ अब तपाईँको सिद्धि म लगाइदिन्छु त्यही किसिमसँग हुन्थ्यो त तपाईँहरूको चाहिँ यिनीहरूको हाम्रो चाहिँ ठुलो मान्छेले मात्र लगाइदिन्छ होइन यिनीहरूको त आमा ससुराली जानुपर्छ दुईजना यिनीहरूलाई टिका लगाइदिन्छ यिनीहरू 10 जना लगाइदिनु पर्छ हाम्रो त एकजना मात्र छोडिदिनु न होइन भने अब छोरालाई लगाइदिनु परेन अघि बुवा आमाले सँगै लगाइदिने हो कि मलाई पाउँछ होइन यिनीहरूको चाहिँ चलन रहेछ खिचेर हल्ला गर्ने होइन कि हो त अब के भयो ठुल्ठुलो सुरु गर्छ चाहिने अनि बस गरेछ यो त सेन्सरसिप सुरु भयो। ल अब म पकाउनु सुरु जाउँ फोटो खिच्नु फोटो खिच्नु त त्यो मोबाइल राम्रो आउँछ होला लागि दिनु त्यहाँ अब छोराको चाहिँ ठ्याक्क मिलेछ ड्रेस येलो येलो नाइस फेलो ल बाउ र छोराले खिचेको कसको राम्रो आउँदो रहेछ है दुर्गा भगवानले रक्षा गरून् छोराको सफलता अघि नै टाकाटुका हो हाम्रोतिर त अनि ठाउने छिर्ने पनि होइन त्यतिकै गरेर तपाईँहरूको चाहिँ पालो एकैचोटि आउँछ है हाम्रो त निजरमा हातै गर्दैन त्यस्तो हुन्छ नि त हाम्रो नेलहरू चाहिँ त्यसरी लाउँदाखेरि है एउटा ल्याउँछ अनि अर्को ल्याउँछ त्यसले त कहाँ सकिन्छ तपाईँको बिहामा दिनभरि त्यही लगाउने त अनि फेरि हाम्रो अब यो हामीलाई सबै एकजनाले लगाइदिन्छ नि फेरि ल्यान्डस्केपर त्यो माथि तल गाउँदैन तल गयो माथि आउँदैन यो पो चाहियो त अघि यसरी खिच्नु पर्ने त यता कसरी खिच्नु न कहाँ आउँदै खिचेको यता गर्नु त्यहाँ आउँदैन नि कस्तो कि कति जाने कि त्यसो मान्छे नगराउनु भनेको छु है, के गर्नु त ल ल आउनु अनि सबैजना फोटो खिच्ने अनि भाइले टिको राखेको मैले पर्दैन लगाइदिनु नि त ल लगाइदिनु भाइले चाहिँ लगाइदिनु सही हाम्रो चाहिँ फुपूहरूलाई बोलाउन जानुपर्छ है टिका लाउनुलाई ल ल यहाँ त्यस कुराहरू त माइती आफै आउने हो माथि माइतीकोमा अहिले उयो नगर्नु भने कि अहिले भन्ने अनि अहिले उसले टिका लाउँदै सुन्दै गर्दा के बिरिन्छ ल यता आउनुहोस् हजुर आउनुहोस् आउनुहोस् गल्ती भयो अब तिमी त्यहाँ किन गएर हामी त्यहाँ दिदीभाइको ठाउँमा अनन्तको के अरे नौ दुर्गा भवानीको उसले के भन्छ अरे भाइलाई रक्षा गर्नु अनि एकदमै पढेर अब बुवा आमालाई एकदम सुख टप हुनु होइन
आशीर्वाद त यति दिनु भयो यतिको राम्रो छ अझै राम्रो होस् अनि अगाडि जाऊ तिमी ए त अलि होइन तिमी अहिले नबस्री अनि अहिले अब म मेरो मन परिवर्तन भयो यता हेर अलिक टाढो बाटो भयो एकदमै टाढो बाटो त बुद्धि दिमाग जति धेरै भयो अलिक टाढो बाटो हुनु भयो ल त्यो ज्ञान दिनु खोइ त अनि म त के हो एकपछि राख्थेँ जुत्ता खाली हात मात्रै नगर्ने हो यहाँ डबल छ म त पर्दैन खाली हात मात्रै नगर्ने पर्दैन, होइन त्यहाँ 10 को नोट छ त ऊ पर्दैन भने पर्दैन ए छ थाहा त भइगयो त बात छ। खाली हात म त मात्रै त्यहाँ नगर्ने ब्यागमा थियो त डोरिएको दुईजनाले त ठिक छ त्यसरी लिनुहुन्छ दसियान दिएको पैसा पैसा दिया हो त यो सबै के दिया राख बाइक चाहिँ फेरि किचकिच गराउने दाइ नै हुनुपर्छ क्या होइन कि अब पैसा लिएर ऊ लिन्छ मैले दिनलाई होइन ऊ चाहिँ मेरो हातमा छोडिदिएको ल ल ए है ल अब फोटो खिच्दियो ल ल अब अलिक कसरी खिच्छ? तपाईँ त्यहाँ बस्नु अँ, यहाँ बस्नु। अनि हामी यसरी बसेर अनि अस्ति जति सेल्फी हान्ने भयो ल आइस र यो फेरि टुसो उता गएको चाहिँ यता फेरि आज फेरि सबैको ड्रेस एउटै खालको मिल्ने भयो पऱ्यो है है ऊ त्यो त्यो यता चाहिँ काट्दिनु अलिकति अनि तपाईँ उता जानु आउँछ नि त तपाईँ उता जानु भने यसो होइन त्यो क्यामेरा मात्रै अलिकति उता लानु अनि जेनरी काटिँदैन हो त्यसै होइन ऊ काट्नु त्यो तिम्रो त्यो भनेको त्यो चकटी आयो भनेर काट्या ए, त्यहाँ देख्यो चकटी केही हुँदैन चकटी मात्रै त भइगयो फेरि कहाँ चक्लेटी उहाँ त्यो ल अहिले त यो हो के सही ड्रेस चाहिँ एउटै भएको कि कस्तो राम्रो सही मिल्यो है? एउटै मिलेछ कि त्यसो फुतफुत ताने नि मिल्यो है ल अब के गर्ने अब यस्तो म गर्ने उगर अब पकाउन पाउनु, थाल्छु तपाईँ र म खिच्ने अब कहाँ त्यो एकै खिच्ने नि होइन फोटो ल लु भाउजूको मेरो तपाईँ र मेरो खिच्नु अनि एउटा खिचिहाल्नु। हामी सबै खिच्नु परेन ल फेरि एक वर्षमा पनि एक बल्ल वर्ष लाउनु दसैँमा पाउँछ। नि। एक वर्ष पुग्नुपर्छ कति हामीले घुम्न पनि कहीँ गएन यहाँ जेन्ट्स जाउँ पनि है अब कहाँ जानु भने भाइ कहिले घुम्न गएर फ्यामिली जाउँ न एकपालि जाउँ भने अझ आएपछि जाने ल तपाईँ त्यही ल भाउजू र दाइ दुईजना तिनजना चारजना त्यसरी खिच्ने कि ल बुढीलाई बसाएर बुढा उठेर फोटो खिच्नु नि जे गरे पनि हुन्छ कि। महारानी बस्छ नि त होइन जे गरे पनि हुन्छ ल बस त्यहाँ साडी मिलो ए, मिलाएर लाने हुनु पऱ्यो नि ल त्यस्तो नभन्नु भने त्यही भने राम्रो देखा त जस्तो खाएन हुन्छ ल मिलाएर फोटो खिच्ने बेलामा मिलाउने नै होइन पोजो आज कहीँ पनि घुम्न राखेन साँच्चै जानुपर्छ तपाईँलाई छुट्टी दिँदैन त मिलाउनु है मङ्गलबार पनि घुम्नु लाने कस्तो रिस उठ्यो? तपाईँले कहाँ जाने भनेको अस्ति कहाँ कुन ठाउँमा जाने भने रेडी तर हेर्नु कति ठाउँमा आएको त्यसमा? यो त्यहाँबाट आउँछ त्यहाँबाट ल अब यति यति हात लिदिएर मधेर जाने भने मधेर अन्त एक दिन मधेर जाने भने यो तिम्रो अब यो 28 तारिक जाने हामी भने होइन अस्ति रेडी यसो के गर्नु हजुर पनि फोटो दिनु ल जेम्स यहाँ तपाईँहरूलाई म खिचिदिन्छु त्यसबाट कति राम्रो आयो अँ त त्यसै गर्छ भने है त्यस्तै हो तपाईँहरूको नि हामीले यत्तिकै झरेन तपाईँको त हाम्रो खै कताबाट हो यो बाइक न यताबाट सिधा यताबाट तेर्छ
कुन चाहिँ सिधा खिच्ने कि त्यहाँ दस सुत्नु। बजे। उल्टो भयो त्यसै। 10 बजे नि यो क्यामेरा के अरे मोबाइल चाहिँ खतरा रहेछ नि। तिनजनाको यो सिधा त्यो भन्नु नआउला। सिधा भन्नु तिनजना भने तपाईँ बाङ्नु भयो कि हात आउनु गयो ल ल अब बसेर बसेर खिच्नु बाउछारो बसेर बसेर खिच्नु बेचेरा बेचेरा हैन हैन छोरै बस छोरा भन्नु भयो उभिएर खिच्नु न पहिला ल कुम्बेर खिच्नु यो सिधा सिधा हो नि त्यस्तो नगरिकन हाम्रो पनि बाउछारो यत्रै हुनु होला है पछि। बाबु त ठुलो हुन्छ नि धेरै ठुलो हुन्छ तपाईँ ठ्याक्क मिलेन क्या बाबु छोरा बस्यो मिल्यो भा तपाईँको हात पछाडि गयो नि दुईजना तेरो हात नि पछाडि गयो नि फोटो त त्यसरी खिच्दा राम्रो आउँदैन नि। जेन खिच्दा राम्रो आउँछ अब मिल्दाखेरि हुन्छ। अब हात खिचिदिनु त बाबु छोराको भयो एउटा दुईवटा खिच्यो भइहाल्यो नि ल एउटा बसेर एउटा उ गरेर त बस नि बाबाले यसो कानमा हात राखेर खिच्छ मेरो चाहिएन होइन तपाईँ पनि जानु अब दाइ र तपाईँ पनि ल जानु ल जा। ल अब के अरे सकुन्या बस यताबाट आउनुहोस् न, उताबाट सक्छु। तनी बस न मैले बस्नु? बस्नु न अनि। अलिअलि खिच्नु अनि मामा कहाँ गएर पनि खिच्नुपर्छ ल उहाँ भर्खर आइरन गर्दैछ मेरो खुट्टा चाहिँ हाल्नु होला। दाइ नि के हुनु के के भयो बाबु खै फोटोग्राफर हो के अरे यो के आयो पेनोरामा राख्यो नि के कहाँ हो त्यहाँ पेनोरामा भने तिमी यो पुरै रुमको फोटो एउटामै राख्नु मिल्छ है सरी घुमाएर त्यहाँ पनि सबै फोटो आउँछ खै जेम्स कस्तो राम्रो आयो खिच नि त ल कस्तो राम्रो आयो कि ए दामी आयो कतिजना अब यहाँ दाइ आएपछि त झन् दामी है सर अलिकति यता अब यसरी हाफ आउने खिच न आइसक्नु खिच तपाईँको फोनको सिधा गर्नु सिधा अब सकौँ उता गयो ग्याप धेरै भयो ल क्लोज अप जेम्सको मुख अलि उ भयो त्यस्तो नभए ल ल ल दाइ त तपाईँ सक्दिनु नि त एउटा हाम्रो सिधा छ नि दुईजना छैन देखाएन हँ खिचेर टिका लाएर लाग्छ खिचेर बत्ती